वेलकम बैक टू माई न्यू भिडियो। आई होप सबजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै नै छु। अनि आज चाहिँ मैले के गर्दैछु भनेर तपाईहरुले थम्बनेल र टाइटल हेरेर थाहा पाइसक्नु भएको छ। अनि आज चाहिँ मैले गिलो चटपटे बनाउँदै छु साथीहरु। अनि म चाहिँ गिलो चटपटेको रेसिपी देखाउँछु साथीहरु, हेर्दै गर्नु होला। अनि तपाईहरु पनि घरमा बनाएर खानु होला भन्न चाहन्छु। अनि के सामान हालेर चाहिँ म गिलो चटपटे बनाउँछु, हेर्दै गर्नु होला है त। साथीहरु अब चाहिँ मैले चाहिँ प्याज हाल्न गइरहेको छु। मैले चाहिँ फर्स्ट सुरु प्याज हाले, खुर्सानी, काँक्रा, काँक्रो, अनि यो चाहिँ काँडे धनिया हो साथीहरु। काँडे धनिया मसँग चाहिँ यो बदाम छ, यी बदाम नै हाल्छु। बदाम मसँग चाहिँ साथीहरु के रे दालमोठ अनि केराउहरू हो, म चाहिँ यो मिसाएर हाल्छु। अनि यो चाहिँ के हो मलाई पनि थाहा छैन। यो खानेकुरा चाहिँ खानेकुरा पनि म मिसाइदिन्छु साथीहरु। अब चाहिँ साथीहरु म चाउचाउ हाल्छु। म चाहिँ चाउचाउको नुन पनि हालिदिन्छु साथीहरु, स्वाद अलि मिठो आउँछ। अब चाहिँ भुजिया हाल्न पर्ने हुन्छ साथीहरु। म भुजिया धेरै हाल्दिन, थोरै हाल्छु। अब चाहिँ साथीहरु गिलो चटपटेको लागि चाहिँ यो के भन्छ कलर हाल्छौं। अनि यसलाई मोल्न पर्ने हुन्छ साथीहरु, त्यो पनि म देखाउँछु एकछिनमा, हेर्नु होला है त। ल त साथीहरु अब चाहिँ मैले यो गिलो चटपटेको लागि चाहिँ यो कलर मिसाउनु पर्ने हुन्छ। अब हेर्दै गर्नु होला है त के कस्तो हुन्छ। ल त साथीहरु मैले चाहिँ गिलो चटपटे बनाइसकेँ। म चाहिँ अब ट्राई गर्नुपर्ने हुन्छ कस्तो हो हेर्नु होला है त।